नमस्ते, गुड इभिनिङ सम्पूर्ण खेल प्रेमी दर्शक महानुभावहरूलाई फेरि पनि हाम्रो टियु क्रिकेट ग्राउन्डको नयाँ अपडेटमा स्वागत गर्न चाहन्छु। आज पनि हामी टियु क्रिकेटको नयाँ अपडेट सँगसँगै नेपाली सिनियर टोलीको अब आउने खेलहरूको बारेमा पनि केही थप अपडेटहरू हजुरहरूलाई गराउनेछु। यदि हजुरहरू हाम्रो च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नभुल्नु होला। आज चाहिँ हामी 121औं दिनमा यो टियु निर्माणाधीन क्रिकेट ग्राउन्डको नयाँ अपडेट लिने क्रममा छौँ। तपाईहरुलाई यहाँको नयाँ अपडेट गराउने क्रममा छौँ। तपाईहरु देख्न सक्नुहुन्छ यो साइडमा तल्लो साइडतिर ढलान सकिएर माथि ढलानको काम भइराखेको छ भने भिआइपी जोन तयार भइसकेको छ। यहाँ पनि यो साइडमा काम भइराखेको छ। अहिले जियोस् निरन्तर काम चलिराखेको छ। 121औं दिनमा आइपुग्दा आज भने मौसमले अहिलेसम्मको अवस्थामा साथ दिएको अवस्था भन्न सक्छु। पानी परेको छैन, बादल चाहिँ लागिरहेको छ। बेलुका यो 5:30 बजेतिरको अपडेट हो। देख्न सक्नुहुन्छ काम निरन्तर रूपमा चलिरहेको छ र मौसमले पनि आज राम्रो साथ दिएको छ। पानी परेको थिएन अघि पनि, अहिले पनि पानी परेको छैन। हिजो राति चाहिँ निकै ठुलो पानी परेको थियो, त्यसले रातिको काममा थोरै असर पुर्याए पनि अहिले दिउँसोको काम भने निरन्तर भइराखेको छ र सम्भवतः आज बेलुका पानी परेन भने राति पनि काम हुने नै छ। यो साइडमा पनि ढलानको काम भइराखेको छ। तल्लो साइडमा ढलान हुँदैछ र माथिपट्टि चाहिँ लगभग सम्भवतः आज रातिसम्ममा यो ढलान भइसक्नेछ र यो ढलान भइसकेपछि कुर्सी राख्ने काम मात्रै बाँकी रहने हो। जोस काम एकदम तीव्रताका साथ अगाडि बढिरहेको छ। हामी देख्न सक्छौँ हिजोको भन्दा आज निकै नै काम बढी भएको छ र आज जोस जनशक्ति पनि अलि हिजोको भन्दा अलि बढी देख्न सक्छौँ। हुन त हिजो अलिकति बढी फिजिएर रहनु भएको थियो, आज यो साइडमा मात्रै बढी काम भएको कारणले गर्दा पनि अलि केही भिडभाड बढी देखिएको जस्तो छ। यो उतापट्टि भिआइपी जोनमा चाहिँ आज खासै काम भइराखेको छैन। जो सरसफाइको काम भइराखेको छ। त्यो साइडमा कुर्सीहरू राख्न मात्रै बाँकी हो भने यो साइडतिर पनि हामी देख्न सक्छौँ काम भइराखेको छ। सँगसँगै टियु क्रिकेट ग्राउन्डको अपडेट सँगसँगै यहाँहरूलाई हाम्रो नेपाली अर्को टुर्नामेन्टहरू नेपालले अब सिनियर टिमले खेल्न लागेको क्रिकेट जुन चाहिँ हामी बङ्गलादेश ए टिम र पाकिस्तानको ए टिमसँग लगत्तै अर्को महिना सिरिज भएको हेर्न पाउनेछौँ, जुन चाहिँ अस्ट्रेलियामा हुनेछ। नेपालले अब अगस्त महिनादेखि अस्ट्रेलियामा हुन गइरहेको टप इन्डिया टी20 सिरिज खेल्नको लागि अगस्त 14 देखि 24 तारिकसम्ममा गेम हुनेछ। 14 देखि 24 तारिकसम्म त्यो खेल्नको लागि नेपाल सँगसँगै बङ्गलादेश ए र पाकिस्तान ए पनि सहभागी हुनेछन् र हाम्रो नेपालको सिनियर टोलीले चाहिँ भाग लिने कुरा अहिले क्यानले जानकारी गराएको छ भने अहिले गेमको सेड्युल चाहिँ आइसकेको छैन। जो 14 तारिकदेखि 24 तारिकसम्म अस्ट्रेलियामा नेपाल सँगसँगै पाकिस्तान ए टिम अनि बङ्गलादेश ए टिम र अस्ट्रेलियाका विभिन्न घरेलु टोलीहरूसँग कम्तीमा पनि 6 खेल खेल्ने सेड्युल रहेको छ र यो चाहिँ नेपालले आफ्नो सिनियर टोलीलाई अस्ट्रेलिया टप इन्ड सिरिज खेल्नको लागि पठाइरहेको छ। किनभने हाम्रो 2026 टी20 विश्वकप क्वालिफायरको गेमहरू त्यसपछि लगत्तै भएकाले त्यसको प्र्याक्टिस, त्यसको अभ्यास स्वरूप पनि हामीले ती गेमहरूलाई लिन सक्छौँ। अस्ट्रेलियामा हुने गेमहरू जुन चाहिँ पाकिस्तान ए टिम र बङ्गलादेश ए टिम हाम्रो लागि एकदमै महत्त्वपूर्ण टिमहरू रहनेछ। साथै अस्ट्रेलियाको घरेलु टिमहरू पनि त्यतिकै चुनौतीपूर्ण बन्नेछन् र नेपाली खेलाडीहरूलाई एउटा यो अभ्यासको झन् अझै टी20 जुन 2026मा हुने विश्वकप छ त्यसको लागि क्वालिफायर खेल्नुभन्दा अगाडि राम्रो प्र्याक्टिस पनि हुनेछ। हामीले ठुलो टिमहरूसँग खेल्न पाउनेछौँ र अगस्त 24 देखि 24सम्म चाहिँ अब ती गेमहरू हुनेछन् र हामीले ती गेमहरू पनि नेपालले
पाकिस्तान बङ्गलादेशसँग खेलेको हेर्न पाउनेछौँ पक्कै पनि। ए टिमसँगै भए पनि जे होस् ठुलो राष्ट्रहरूको ए टिमबाट हामीले राम्रो प्रतिस्पर्धा गर्न पाउनेछौँ पक्कै पनि आशा गरौँ। नेपालले राम्रो नतिजा ल्याएर विश्वकप क्वालिफायरका गेमहरू खेल्न एउटा अझ आफ्नो हौसला बढाएर जानेछ। र यो त हाम्रो हिजो मात्रै आएको क्यानले निकालेको हामीले यो जानकारी यहाँहरूलाई सेयर गऱ्यौँ। र त्यसपछि नेपालले अरू पनि थुप्रै खेलहरू खेल्नेछ, अरू खेलहरू पनि छन्। त्यसपछि T20 विश्वकप क्वालिफायरका गेमहरू चल्नेछन्। अहिलेलाई भने हामी टियु ग्राउन्ड सँगसँगै नेपाली सिनियर टोलीको खेलहरूको बारेमा थोरै आफूसँग आएको जानकारी सेयर गर्दैछु पक्कै पनि। यहाँहरूले हेर्न सक्नुहुन्छ टियुको ग्राउन्ड पनि एकदमै तीव्रताका साथ अगाडि बढिरहेको छ। अहिले काम भइराखेको छ। टियुको मौसम पनि एकदमै राम्रो छ। आज चाहिँ मौसमले साथ दिएको अवस्था अहिलेसम्म चाहिँ, र काम पनि त्यही तीव्रताका साथ अगाडि बढिरहेको छ। आशा गरौँ छिटै नै काम सकिनेछ र हाम्रो ग्राउन्ड रेडी हुनेछ। नेपाली क्रिकेट प्रेमी दर्शकहरूको वर्षौँदेखिको एउटा सपना, जुन चाहिँ हाम्रो अन्तर्राष्ट्रिय स्तरको टियु क्रिकेट ग्राउन्ड होस् र हामीले पनि मजाले अन्य देशहरूका लिगहरू जसरी हुन्छन् कुर्सीमा बसेर नाइट गेमहरू हेर्न पाऊँ भन्ने हाम्रो सपना पनि पक्कै नै अब केही समयमै पुरा हुनेछ। हामी नेपाली दर्शकहरू एकदमै उत्साहित र खुसी पनि छौँ। अब आउने एनपिएलको संस्करण पक्कै पनि हामी नाइट गेमहरू हेर्न पाउनेछौँ टियुको यो ग्राउन्डमा, आश गरौँ। र अहिले भने यतापट्टि काम भइराखेको छ। निकै नै भिडभाड देख्न सक्छौँ हामी। काम चाहिँ तीव्रताका साथ अगाडि बढिरहेको छ। यहाँ चाहिँ जे होस् भइराखेको छ ढलानको काम, र तलपट्टि सरसफाइको काम चलिरहेको छ। हेर्न सक्नुहुन्छ एकदमै तीव्रताका साथ काम भइराखेको छ। सम्पूर्ण हाम्रा यो टियुको सुन्दर दृश्य। यति बेला हामी टियु ग्राउन्डमा 121औं दिनमा भइरहेको काम देखाउँदैछौँ हजुरहरूलाई। यो टियुको सुन्दर दृश्य हेर्न सक्छु। यो साइडतिर एकदमै कामले तीव्रता लिएको छ र तल ढलान सकिसकेको छ। माथि ढलान हुने काम हुँदैछ। हिजो चाहिँ त्यतापट्टि जनशक्ति अलि धेरै हुनुहुन्थ्यो भने आज चाहिँ सम्पूर्ण जनशक्ति यो साइडमा हुनुहुन्छ र यहाँनिर चाहिँ आज काम भइराखेको छ, ढलानको काम भइराखेको छ। मसला चाहिँ हाम्रो यो मिसिनबाट, यो पाइप मार्फत यता मिसिनबाट चाहिँ यहाँसम्म मसला पुगाइँदैछ र ढलानको काम भइराखेको छ। जे होस् काम एकदमै छिटो छरितो हुँदैछ र यो बर्सातको बेला भएर पनि थोरै हामीले सोचे जति छिटो काम चाहिँ पक्कै पनि नभएको हो। तर बर्सात पानी परिरहेको कारणले गर्दा थोरै काम ढिलाइ चाहिँ हुनु पुगेको हो पक्कै पनि। र आशा गरौँ अझै पनि हामी नाइट डे त्यो पानी नपरेको दिन काम चलिराखेको हुन्छ र छिट्टै काम सकिनेछ पक्कै पनि। र आज पनि फेरि अहिलेसम्म एकदमै मौसम सफा थियो भने फेरि थोरै पानी पर्ला कि जस्तो भइसकेको छ। यता पानी अलिअलि पानी पर्न थालेको जस्तो पनि छ। जे होस् हाम्रो ग्राउन्डमा पनि नेपाली खेलाडीहरू 2-3 जना हुनुहुन्छ र प्र्याक्टिस गर्दै हुनुहुन्छ। प्र्याक्टिस जे होस् उहाँहरू जहिले पनि आइरहनुहुन्छ प्र्याक्टिस गर्नुको लागि। यो सुनौलो कीर्तिपुर टियु क्रिकेट मैदानको दृश्य। फेरि पनि पानी पर्न सुरु भइसकेको छ। यता चाहिँ काम चलिरहेको थियो तर टियु यो जङ्गलको एरिया हो, त्यसैले पनि यहाँ धेरै नै पानी पर्छ। अरू ठाउँमा पानी पर्न सुरु नभए पनि टियु कीर्तिपुरको एरियामा चाहिँ पानी पर्न सुरु भइहाल्छ। मौसम चाहिँ अलिकति यहाँ अलिकति गाह्रो, पानी चाहिँ एकदमै धेरै नै पर्ने ठाउँ हो यो। र फेरि पनि पानी पर्न सुरु भइसकेको छ यो ठाउँमा चाहिँ। हेर्न सक्छौँ काम चाहिँ तीव्र गतिमा भइराखेको छ अहिले पनि, र थोरै पानीका
थोपाहरू खस्न थालिएको छ। अहिले चाहिँ पानी पक्कै पनि यो अलि धेरै नै आउँछ कि जस्तो पनि छ र धेरै पानी आयो भने काम अलिकति रोक्नुपर्ने हुन्छ र अहिले चाहिँ जे होस् काम भइराखेको छ, काम रोकिएको छैन। पानी चाहिँ थोरै पर्ने अवस्था यहाँ भइसकेको छ, परिरहेको पनि छ र मैले अघि जानकारी गराएँ अब आउने अगस्त 14 देखि 24 सम्म नेपालको सिनियर टोली सँगै पाकिस्तान ए टिम र बङ्गलादेश ए टिम सँग हाम्रो नेपाली सिनियर टोलीले भिडन्त गर्नेछ। आशा छ हाम्रो नेपालले त्यहाँ पनि बाजी मार्नेछ र आउने विश्वकप क्वालिफायरको लागि आफ्नो राम्रो तयारी साबित गर्नेछ। आशा गरौँ 2026 को T20 वर्ल्ड कपको लागि पनि हाम्रो टोली एकदमै तयार हुँदै गइरहेको छ। अस्तिको हामीले T20 सिरिज पनि देख्यौँ जुन चाहिँ नेदरल्यान्ड र स्कटल्यान्डसँग थियो। एकदमै राम्रो प्रदर्शन गरेको थियो नेपालका खेलाडीहरूले। आशा छ आगामी दिनहरूमा पनि राम्रो प्रदर्शन गर्नेछ। दर्शकबिन हामी तपाईलाई ट्यु क्रिकेट ग्राउन्ड सँगसँगै नेपाली क्रिकेट टोलीको आगामी खेलहरूबारे पनि जानकारी गराउने नै छौँ। हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, सब्सक्राइब गर्नु भएको छैन भने कृपया एक सब्सक्राइब गरी हामीसँग जोडिन नभुल्नुहोला र हजुरहरूको एक सब्सक्राइबले नै हाम्रो पनि हौसला बढ्छ। हामी डेली तपाईलाई ट्युको अपडेट सँगसँगै डेली क्रिकेट हाम्रो सिनियर टोलीको र अन्डर 19 अन्डर 16 टोलीहरूको जानकारी आगामी खेलहरूको जानकारी पनि गराउने नै छौँ पक्कै पनि। र हाम्रो सिनियर टोलीले चाहिँ भर्खरै स्कटल्यान्ड र नेदरल्यान्डसँग खेल सकाएर नेपाल फर्किसकेको छ भने अब हुने खेल चाहिँ पाकिस्तान ए, बङ्गलादेश ए र अस्ट्रेलियाका विभिन्न क्लबहरूसँग खेल्नेछ। जुन चाहिँ अस्ट्रेलियामा टप इन T20 सिरिज हुँदैछ अगस्त 14 देखि 24 सम्म, जुन चाहिँ नेपालले आफ्नो सिनियर टोली पठाउने भएको छ। जुन क्यानको भनाइअनुसार आगामी आउने 2026 T20 विश्वकपको लागि जुन क्वालिफायर खेल्नुपर्नेछ नेपालले, त्यसको तयारी स्वरूप नेपालको सिनियर टोली पठाउने क्यानले आफ्नो अभिव्यक्ति जारी गरेको हो र क्यानले आफ्नो सिनियर टोली पठाउने घोषणा गरेको छ। सँगसँगै नेपालले चाहिँ कम्तीमा 6 गेम खेल्नेछ अस्ट्रेलियामा, कम्तीमा पनि 6 गेम 6वटा म्याचहरू खेल्नेछ। सकेसम्म 6 देखि 9वटा म्याच हुनुपर्ने हो, तर 6वटा गेम चाहिँ खेल्ने नै छ। हामी 6वटा गेम हेर्न पाउनेछौँ। त्यो चाहिँ पाकिस्तान, बङ्गलादेश र अस्ट्रेलियाको अरू क्लबहरूसँग पनि प्रतिस्पर्धा गर्नेछ। त्यसमध्येको 4वटा टिम चाहिँ क्वालिफायर खेल्नेछ। टप 4वटा टिम क्वालिफायर, जम्मै 9वटा या 10वटा टिम हुनेछ टप इन T20 सिरिज खेल्नको लागि। त्यसमध्येको टप 4वटा टिम क्वालिफायर हुनेछ र क्वालिफायर खेल्नेछ। त्यसपछि 2टा टिम चाहिँ फाइनलको लागि भिडन्त गर्नेछ। पक्कै पनि नेपालले राम्रो प्रदर्शन गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन देखाउनेछ र ठुलो टिमहरूसँग पनि नेपालले राम्रो खेल्नेछ हामीले आश गरेका छौँ। र त्यो हेर्नुको लागि त हामीले अगस्त 14 सम्म कुर्नु नै पर्ने हुन्छ। अझै गेमको ठेक्कै सेड्युल आइसकेको छैन। नेपालको गेम सेड्युल भन्नाले पनि नेपालको म्याचको सेड्युल चाहिँ आइसकेको छैन। यो दिन यो टिमसँग भन्ने चाहिँ आइसकेको छैन, तर पाकिस्तान ए र अफगानिस्तान एसँग चाहिँ खेल्ने नै छ। हेर्न सक्छौँ हाम्रो ट्यु क्रिकेट मैदान पनि तयार हुँदैछ। यति बेला धमाधम काम भइराखेको छ। हेर्न सक्छौँ यो ट्युको दृश्य हो। काम भइराखेको छ यो साइडतिर, ढलान भइराखेको छ भने अब आउने NPL पक्कै पनि हामी पनि मजाले कुर्सीमा बसेर राति हेर्न पाउनेछौँ आश गरौँ। अबका NPL का गेमहरू हामी यही ग्राउन्डमा बसेर नाइट गेमहरू हेर्न पाऊँ र पक्कै पनि पाउने नै छौँ। वर्षौँदेखिको नेपाली क्रिकेट प्रेमीहरूको सपना बल्ल पुरा हुँदैछ। अब केही थोरै अझै हामीले धैर्यता गर्नुपर्ने छ। आजसम्म सकिनुपर्ने काम बर्सातको कारणले या विभिन्न कारणले चाहिँ थोरै ढिलाइ भएको र पनि हामी प्रतीक्षा गर्नेछौँ। पक्कै पनि हामीले धेरै वर्ष गरेको प्रतीक्षा हो। अब केही दिन त हामी मजाले प्रतीक्षा गर्नेछौँ। काम राम्रो होस् र अझै राम्रो तरिकाले अगाडि बढोस् र तीव्रताका साथ सुसम्पन्न होस् भन्ने हाम्रो चाहना हो र त्यही अनुसारले काम अगाडि बढिराखेको पनि छ। यो ग्राउन्डभन्दा बाहिरको दृश्य हामी हेर्न सक्छौँ। यहाँको पहिला ठुला रुखहरू थिए, ती रुखहरू काटिएका छन्। अहिले नेपाली दर्शकहरू भित्र ठाउँ नभएर बाहिर रुखमा चढेर हेर्थ्यौँ हामी। ती रुखहरू चाहिँ अहिले तलका रुखहरू चाहिँ छैन, माथिपट्टिको रुखहरू 1-2टा बाँकी छन्। जुन चाहिँ नेपाली दर्शकहरू भित्र नअटाइसकेपछि बाहिर रुखमा चढेर गेम हेर्थे।
त्यो नै एउटा नेपाली दर्शकहरू त्यहाँबाट पनि झन् विश्व सामु नेपाली दर्शकहरूको एउटा छुट्टै पहिचान पनि बन्यो, जुन हामी नेपाली दर्शकहरूले ग्राउन्डमा ठाउँ नभइकन रुखहरूमा चढेर घरहरूको छतमा चढेर जुन नेपाली क्रिकेटप्रतिको माया देखाएका थियौँ, त्यसले पनि हाम्रो नेपाली क्रिकेटलाई केही हदसम्म अझै विश्वमा चिनाउनुको लागि मद्दत गरेको जस्तो लाग्छ। अहिले चाहिँ अब हाम्रो ग्राउन्ड तयार हुँदैछ, सायद त्यसैको कारण पनि होला ग्राउन्ड तयार हुनुको लागि यो अवस्थासम्म आउनुको लागि नेपाली दर्शकहरूको नै मलाई लाग्छ जहाँसम्म एकदमै ठुलो हात छ। किनभने जुन हाम्रो रुखमा चढेर घरको छतमा चढेर जुन गेमहरू हेरेको दृश्यहरू विश्व सामु पुग्न थाले र नेपाल सरकार पनि अब चाहिँ ग्राउन्ड नबनाइ भएन या अन्य सरोकार निकायहरू पनि एकदमै ग्राउन्ड बनाउनुपर्छ भन्ने झन् दबाब महसुस भएको थियो त्यहीँबाट, र अहिले जसको फलस्वरूप हामीले यो ग्राउन्ड निर्माण भएको हेर्न सक्छौँ र जुन प्रकारले नेपाली दर्शकहरूले साथ सपोर्ट गरेको थियो त्यही अनुसारले नै अहिले ग्राउन्ड तयार हुँदैछ। आशा छ आगामी एनपिएल हामी यही ग्राउन्डमा कुर्सीमा बसेर अब हामीले रुखमा चढ्ने दिन पक्कै पनि टियु क्रिकेट मैदानमा रुखमा चढेर गेम हेर्ने दिन समाप्त हुनेछ पक्कै पनि, र अबका एनपिएलका म्याचहरू हामी यही ग्राउन्डमा बसेर मजाले हेर्न पाउनेछौँ। आशा छ छिटै नै टियुको काम सुसम्पन्न हुनेछ, एकदमै राम्रो तरिकाले सुसम्पन्न यो काम भइसकेपछि एनपिएलका गेमहरू हामी हेर्न पाउनेछौँ र अन्य देशसँगका सिरिजहरू अन्य देशहरूसँगका गेमहरू पनि यहाँ बसेर हेर्न पाउने नै छौँ। र यो सँगसँगै यो मात्रै नभइकन नेपालमा यस्तै अरू पनि 2-4वटा ग्राउन्डहरू बन्न एकदमै जरुरी छ, जस्तै मूलपानीको ग्राउन्ड भयो र अन्य ठाउँमा चितवनमा बनिरहेको ग्राउन्ड पनि तयार भयो भने 2-4 सहरमा यदि हाम्रो अन्तर्राष्ट्रिय स्तरको ग्राउन्डहरू तयार भयो भने हामीले एनपिएल पनि काठमाडौँ एउटा मात्रै ग्राउन्डमा नगरिकन अन्य ग्राउन्डहरूमा पनि गराउन सक्छौँ, जसको फलस्वरूप हाम्रो जस्तै बुटोलमा भएका दर्शकहरूले हेर्न पाउनुभयो, नजिक पर्ने ठाउँ जस्तै धनगढीमा पनि ग्राउन्ड हुन्थ्यो भने त्यहाँको दर्शकहरूले एनपिएल हेर्न पाउने भयो। अन्य सहरमा भयो भने दर्शकहरूले पनि मजाले आफूलाई पाइक पर्ने ठाउँमा हेर्न पाउँथे। अब यहाँ चाहिँ किर्तिपुरमा योभन्दा अगाडिको गेम चाहिँ सबै गेमहरू हाम्रो किर्तिपुरमै सकायो, एउटै ग्राउन्डमा सकायो। अब यहाँ नजिक पर्ने दर्शकहरू त आए, तर दैनिक रूपमा जुन तरिकाले दर्शकहरू अन्य ठाउँमा यदि हुन्थ्यो भने त्यहाँको दर्शकहरू जस्तै हप्तामा एउटा गेम आफ्नो सहरमा हुन्थ्यो भने प्रत्येक सहरहरूमा प्रत्येक प्रदेशहरूमा हुन्थ्यो भने आफ्नो टिमलाई सपोर्ट गर्न त्यहाँको सम्पूर्ण खेल प्रेमीहरू जानुहुन्थ्यो। तर एउटै ग्राउन्डमा भएको कारणले गर्दा चाहिँ तर पनि हाम्रो जोस दर्शकहरूको कमी त थिएन एनपिएलमा, र पनि अझ सहज चाहिँ हाम्रो यदि 7वटै प्रदेशहरूमा अन्तर्राष्ट्रिय स्तरको ग्राउन्ड क्रिकेट ग्राउन्डहरू भयो भने अझै सहज हुन्छ। आशा छ पक्कै पनि अब आउने दिनहरूमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट ग्राउन्डहरू हाम्रो विभिन्न ठाउँमा यदि यस्तै गरी 8-10वटा ग्राउन्ड हुने हो भने धेरै नै सहज हुनेछ। पहिला चाहिँ हामी यो टियु क्रिकेट मैदानको ग्राउन्डको काम सम्पन्न भएको हेर्न पाउनेछौँ पक्कै पनि छिटै नै, र त्यसपछि अन्य ग्राउन्डहरू पनि नेपाल सरकार र सम्बन्धित निकायको ध्यान जानेछ र क्रिकेटलाई अझै अगाडि बढाउनु हुनेछ र नेपाली दर्शकहरूको भावना, नेपाली दर्शकहरूको माया जसरी नेपाली क्रिकेटप्रति छ त्यसरी नै अन्य निकायहरूको पनि यो प्रति ध्यान आकर्षण भई ठुल्ठुला प्रोजेक्टहरू पक्कै पनि अझै हुने नै छन्। र जस तरिकाले एनपिएल चलिरहेको छ, एनपिएलले जुन तरिकाले नेपाली क्रिकेटलाई एउटा ठुलो योगदान पुर्याएको छ, नेपाली घरेलु क्रिकेटलाई भनौँ अझ अगाडि बढाएको छ, र यहाँबाट नयाँ प्रतिभाहरूको पनि अझ हामी भन्न सक्छौँ। जस्तै योपालिको एनपिएलबाट पनि धेरै नयाँ प्रतिभाहरूको उदय हुनुभएको छ। साथसाथै घरेलु क्रिकेटको अझै विकास हुने नै छ, र यो टियुमा मात्रै नभइकन अन्त पनि यस्तो अन्तर्राष्ट्रिय स्टेडियमहरू बन्न एकदमै जरुरी नै छ। यो चाहिँ हाम्रो टियुको अपडेट हो, र सँगसँगै नेपाली क्रिकेटको अपडेट हामी तपाईँलाई गराइरहेका छौँ। हजुरहरू हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिन नभुल्नुहोला। दर्शकबिन आजको लागि टियु अपडेट यति नै, र टियुको कामको बारेमा मैले अपडेट गराइदिइसकेँ, साथै आउने आगामी नेपालको खेलको बारेमा पनि अपडेट गराइदिइसकेँ, जुन चाहिँ हाम्रो टप T20 सिरिज अस्ट्रेलियामा हुँदैछ। पाकिस्तानको ए टिम, बङ्गलादेशको ए टिम, नेपालको सिनियर टिम र अन्य अस्ट्रेलियाको घरेलु टोलीहरूसँग खेल्नेछ। नेपाली टिमले अगस्त 14 देखि अगस्त 24 सम्म यो खेल हुनेछ। र टियुको अपडेट आजको लागि यति नै, र काम यहाँ जे जति भइराखेको छ मैले देखाइसकेँ। कुर्सी चाहिँ राख्ने काम अझै पनि भएको छैन, यो अब छिटै नै हुनेछ आश गरौँ, र बाँकी काम यहाँ भइरहेको छ र चलिरहेको छ। आजको लागि टियुको अपडेट यति नै गराउन चाहे।
साथै तपाईहरुले यदि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु भएको छैन भने कृपया एक सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। आजको लागि यति नै। सबैजनालाई बाइ बाइ, शुभरात्रि।